सम्झना र माइलाको चाहिँ सम्बन्ध फेरि पनि साथीहरू छुट्ला छुट्ला जस्तो भइरहेको छ। किन भनेपछि चाहिँ सम्झनाले चाहिँ चिना हेराउनको लागि चाहिँ पण्डित कहाँ गएको थियो। पण्डितले भन्यो कि अनि तिम्रो युगमा त अनि श्रीमान चाहिँ अनि तिमीले बिहे गरिसकेपछि चाहिँ श्रीमान चाहिँ मर्ने युग लेखेको छ अनि भनेर चाहिँ भनिदिन्छ। अनि भनिसकेपछि चाहिँ अनि तिमी जतिसँग बिहे गरे पनि तिम्रो श्रीमान चाहिँ 1 महिनाभन्दा धेरै बाँच्दैन अनि भनेर चाहिँ भन्छ। अनि तिमीले चाहिँ बिहा नगर्दा राम्रो हुन्छ भनिसकेपछि चाहिँ सम्झनाले चाहिँ माइलासँग बिहे गर्ने डिसिजन चाहिँ बदलेको हुन्छ साथीहरू। हाई गाइज, वेलकम ब्याक टु माई न्यू रिभ्यू भिडियो साथीहरू। मैले चाहिँ आज नयाँ रिभ्यू भिडियो लिएर उपस्थित भइसकेको छु। आज चाहिँ टुरिस्ट रेल 222 भागको चाहिँ मैले रिभ्यू भन्दैछु। अनि 222 भागमा चाहिँ के भएको छ भन्ने कुरा चाहिँ म अब भन्न गइरहेको छु। अनि 222 भागमा साथीहरू है, अनि त्यो अस्मिता अनि त्यस पछाडि त्यो विनिसा भन्ने चाहिँ जेलमा थिए है। अनि 221 भागमा चाहिँ अस्मिता र अनि विनिसा चाहिँ जेलमा थिए साथीहरू है। अनि त्यस पछाडि विनिसा चाहिँ जेलबाट छुटिहाल्यो है। अनि तपाईँलाई चाहिँ छुट गरिन्छ अनि जेलबाट तपाईँलाई चाहिँ अहिले चाहिँ अनुसन्धानको लागि तपाईँलाई बाहिर राखिन्छ। अनि तर अस्मिता चाहिँ जेलमै बस्नुपर्छ भनेर चाहिँ जेलमै छ अस्मिता चाहिँ है। अनि त्यस्तो छ। अनि त्यस पछाडि 22 भागमा चाहिँ के छ भन्दाखेरि 222 भागमा चाहिँ अनि माइला र अनि सम्झनाको चाहिँ माया प्रेममा चाहिँ केही खडबडहरू आएका छन् होइन। एउटा चिना हेराउने कुराले चाहिँ अप्ठ्यारो ल्याएको छ। त्यही भएर साथीहरू है, अनि माया प्रेममा चाहिँ होइन जे हुन्छ हुन्छ क्या, अगाडिको यात्रामा जे सुकै हुन्छ होइन। तर चाहिँ हामीले उ गर्नु हुँदैन क्या, हुन्छ नि त, हेराउने काम चाहिँ गर्नु हुँदैन। हेराउनेले के गर्छ भन्दाखेरिमा चाहिँ होइन बढिरहेको घरबार पनि बिगार्न लगाउँछ होइन, अप्ठ्यारो पार्छ कि होइन। अनि बिचरा होइन हुन्छ नि त। सम्झनालाई चाहिँ ज्योतिषीले के भन्छ भन्दाखेरिमा चाहिँ अनि तपाईँको चाहिँ अहिलेको अवस्था हेर्दाखेरिमा चाहिँ तपाईँ चाहिँ सेतो कपडा लगाएर बस्नुपर्ने हो। अनि तपाईँको चाहिँ अवस्था अनुसार चाहिँ तपाईँको चाहिँ श्रीमानहरू चाहिँ मर्ने लेखेको छ। तपाईँले चाहिँ जति ठाउँमा बिहे गरे पनि जतिसँग बिहे गरे पनि श्रीमान नै हुन्छ नि त, श्रीमान मर्ने लेखेको छ। अनि 1 महिना नपुग्दै तपाईँको श्रीमान चाहिँ मरिहाल्छन् अनि बिहे गरेको अनि भनेर चाहिँ भनेको हुन्छ चिना हेराउने त्योले पण्डितले। अनि त्यस पछाडि चाहिँ सम्झना चाहिँ सक हुन्छ के, ओहो मैले के भयो यस्तो मलाई, अनि मेरो के भाग्य रहेछ, अनि म त अभागी रहेछु अनि भनेर भन्छ होइन। माइला पनि अब माइलाले चाहिँ अब डिसिजन लिइसकेको हुन्छ कि अब चाहिँ मैले बिहे गर्छु कोसँग त, सम्झनासँग बिहे गर्छु अनि सम्झनासँग जिउँछु मर्छु भनेको हुन्छ। अनि सम्झनाले पनि त्यही भनेकी हुन्छ, अब चाहिँ मैले माइलासँगै जिउनुपर्छ, माइलासँगै मर्नुपर्छ अनि भनेर चाहिँ भनेका हुन्छन्। अनि माइलाले चाहिँ फोन गर्छ है 222 भागमा चाहिँ के गर्छ भन्दाखेरि फोन गरेर हुन्छ। अनि फोन गर्दाखेरिमा चाहिँ अनि सम्झनाले चाहिँ उठाउँदैन। माइलाको फोन आएछ, अब चाहिँ म के गरौँ, अनि अब माइलालाई मैले बिर्सनुपर्छ अनि अथवा मैले त बिर्सनु सक्दैन होला, तर पनि मैले चाहिँ अब माइलाबाट म टाढा हुनुपर्छ, नत्र भने चाहिँ माइलाको ज्यानलाई तलमाथि हुनसक्छ अनि भन्ने सोच्छ सम्झनाले। अनि त्यस पछाडि चाहिँ उसले 2 पटक फोन हान्छ माइलाले, अनि फोन उठाउँदैन। अनि मेसेज गर्छु भन्छ होइन, अनि म तिमीसँग भेट्न चाहन्छु अनि सम्झना अनि भनेर भन्छ। अनि त्यस पछाडि मेसेजको रिप्लाई चाहिँ दिन्छ सम्झनाले। के भन्छ भन्दाखेरिमा चाहिँ मेसेजमा चाहिँ हुन्छ अनि हुन्छ भेटौँ न त अनि भनेर भन्छ सम्झनाले। अनि त्यस पछाडि चाहिँ उनीहरू चाहिँ भेट्नको लागि चाहिँ एक ठाउँमा चाहिँ हुन्छ नि त, यस्तै एउटा चाहिँ यस्तो कालना भएको ठाउँमा चाहिँ जान्छन् है। अनि उनीहरू त्यहाँ भेटघाट गर्छन्। अनि गर्दाखेरि चाहिँ होइन, अनि माइलाले चाहिँ कतिखेर चाहिँ सम्झना आउलिएर होइन आउलिन्छ अनि मैले चाहिँ उनलाई हक गरौँला अनि हुन्छ नि त किस गरौँला भन्ने सोचिरहेको हुन्छ। तर चाहिँ त्यति बेला चाहिँ माइला चाहिँ ती बसिरहेको हुन्छ कुरेर है। अनि त्यतिकैमा चाहिँ को आउँछ भन्दाखेरिमा चाहिँ सम्झना चाहिँ आउँछ साथीहरू है। सम्झना आउँछ अनि आइसकेपछि चाहिँ किन बोलाउनु भएको मलाई अनि भन्नुहोस् छिटो अनि भनेर भन्छ। अनि सम्झना अनि माइलाले भन्छ कि अनि किन यस्तो भनेको, अनि सम्झना तिमीले अनि हामी दुईजना भेट्नको लागि पनि केही कामै चाहिन्छ र अनि केही कुरा नै हुन्छ र अनि हामी दुईजना भनेको त अनि माया प्रेमका कुराहरू हुन्छन् अनि भनेर भन्छ। अनि भनिसकेपछि चाहिँ अनि कस्तो अलि त नराम्रो भएको जस्तो चाहिँ लाग्छ क्या उसलाई होइन। अनि
मायालाई त्यस्तो फिल हुन्छ होइन, नराम्रो लाग्छ। अनि त्यस पछाडि चाहिँ अनि मायालाई चाहिँ एकदमै के गर्छ भन्दाखेरिमा चाहिँ उसले चाहिँ आफ्नो दुःख व्यक्त गरिरहेको हुन्छ। तर चाहिँ अनि त्यतिकैमा चाहिँ अनि सम्झनाले भन्छ कि अनि मेरो चाहिँ घरमा चाहिँ अनि सासू ससुराहरू चाहिँ आउनु भएको छ, अनि त्यही भएर चाहिँ अनि म छिटो जानुपर्ने हुन्छ घर अनि भनेर चाहिँ ऊ भन्छ। अनि सासू ससुरा अनि अब मायाले चाहिँ के भनिरहेको हुन्छ भन्दाखेरिमा चाहिँ अब चाहिँ म तिम्रै घरमा बस्नु पर्ने भयो, अनि अब म चाहिँ अब मेरो अब घर पनि छैन अनि भने आउँछ। तर चाहिँ अनि मेरो सास ससुराहरू हुनुहुन्छ, अनि अब म बस्न पाउँदैन, अनि हजुरलाई म बसाउन सक्दैन अनि भनेर चाहिँ सम्झनाले भन्छ है। अनि भनिसकेपछि मायालाई चाहिँ एकदम निराश हुन्छ। निराश भइसकेपछि चाहिँ अनि ल हुन्छ त जाऊ त अनि भनेर भन्छ। अनि भनिसकेपछि सम्झना पनि जान्छ। अनि त्यसपछि अनि माइला पनि जान्छ। अनि माइलाले चाहिँ एक ठाउँमा बस्छ र भन्छ के अनि किन अनि सम्झनाले चाहिँ यस्तो यस्तो किन सोचेको होला, अनि किन यस्तो भएको होला अनि भनेर चाहिँ ऊ एकदमै हुन्छ नि त गिल्टी फिल गरेर हुन्छ आफूले आफैलाई है। अनि त्यस पछाडि सम्झना चाहिँ के गर्छ भन्दाखेरि चाहिँ सम्झना पनि है भित्र भित्रै चाहिँ रोइरहेको हुन्छ। अनि त्यो साथीहरू है। अनि अब आगामी भागमा चाहिँ सम्झनाको र माइलाको चाहिँ बिहे भएको चाहिँ हामी हेर्न पाऊँ। त्यही हो साथीहरू होइन। अनि आजको रिभ्यू भिडियो तपाईँलाई कस्तो लाग्यो मन परेमा चाहिँ लाइक कमेन्ट अनि सब्सक्राइब गर्नु होला। अब चाहिँ भोलि भेटौँला है त।